ल आज चाहिँ हामी यहाँनिर लाङ्केपमा आएका छौँ यहाँ आसेको मौरी लिन अनि अब यहाँनिर अब हामीले चाहिँ भित्र मौरी चाहिँ काट्नु हुँदैछ होइन अनि अब एकदम यहाँ चाहिँ पुरा एकदम पुरा लिची फुलेको रहेछ ट्याक्कै पुरा सुपारी बारी लिचीको पुरै दाना लगाएको छ अब यहाँनिर आएको छु यहाँ गर्दैछु धेरै खतरा रहेछ मौरी चाहिँ एकदम टोक्ने टाइपको होइन त्यही भएर यहाँ चाहिँ यो चाहिँ रातिको समय छ होइन र रातिको समयमा चाहिँ यहाँनिर मौरीलाई चाहिँ हामीले यहाँ भएको डोँड थियो त्यो डोँडलाई चाहिँ पुरै एकदम यो क्यारिङ केसमा त्यो डोँडको मौरी चाहिँ हालेर यहाँनिर सबै यहाँनिर यसरी हाल्दैछ क्यारिङ केस हो होइन यसरी चाहिँ यहाँनिर हामी यसलाई चाहिँ यो क्यारिङ केसभित्र हाल्ने प्रयास गर्दैछौँ रात पनि परिसक्यो तर पनि एकदम हामी चाहिँ यहाँनिर लागिरहेको छौँ मौरी अलिक छोटो छोटो थियो क्यारिङ केसमा चाहिँ यो चाहिँ गरिएको हाल्दै गरिएको ल अब चाहिँ हामी प्याकअप गर्न आँटिरहेका छौँ होइन यो चाहिँ पुरै रात परिसक्यो है रात परिसक्यो एकदमै मौरी बसाउन साह्रो पर्यो आज होइन रातको समयमा धेरै नै रहेछ खतरा अनि त्यही भएर चाहिँ यहाँनिर मौरी पनि क्यामेरामा धेरै आइरहेको छ आज चाहिँ दाइ र म दुईजना भएर अलिकति उता हो होइन हौ यता चाहिँ तपाईँपट्टि अब अलिकति ल लगाइदिउँ अब यहाँ चाहिँ हामी होइन बुच्चा लाउन आँटिरहेको छौँ यहाँ उहाँले चाहिँ एकदमै रानो लगाइराख्नु भएको छ रानो गरम छ नि त्यसमा जान्छ है फेरि सबै मौरी आइदियो कि यहाँ लाग्छ
त्यही भएर मैले होइन फेरि अब त्यो लाइटै मार भने यहाँ देख्दैन नि लाइट आधी हुन्छ कहाँ पछाडि भने रातिको समयमा मौरी पालन गर्नु पनि गाह्रो छ प्याक भयो अब यसलाई चाहिँ लिखन जाने चाहिँ ट्रान्सफर गरेको मतलब ट्रान्सफर भन्दा नि यहाँ सबै लगेर क्यारिङ केसमा लाएर पुरै रात भइसक्यो छिराउनु देख्नु सही आइडिया मेक्स मेन पर्फेक्ट हुन्छ एकछिन यहाँ सानो थियो त्यो सानो चाहिँ फ्याँकिएछ क्या त हजुर खलास यति भएपछि म घर पुग्यो भन्दा हुन्छ बहिनी यो सँगै जाने कि खोल्ने सँगै के खोल्ने हो ए भयो ल यो क्या भन्छ यसो प्याक यति भएपछि हामी लाग्यो अब है